प्ले स्टोर जीमेल आइडी पासपोर्ट बिर्सिनु भएको छ भने नयाँ पासपोर्ट बनाउने तरिका म सिकाउँदैछु, हेर्नुहोस् नै। त्यसको लागि सबभन्दा पहिले तपाईहरु कहाँ जानुपर्छ भने चाहिँ क्रोममा, गुगल क्रोमको यसमा ओपन गर्नुहोस्। अनि माथि तपाईहरुले फोटो हाल्नु भएको छैन होला भने तपाईहरुको आइडीको यहाँ हुन्छ नाम, यसमा क्लिक गर्ने। यो ओपन भइसकेपछि कहाँ जाने, सबभन्दा तल यसरी गरेर पनि यहाँ के हुँदैन, कहाँ क्लिक गर्ने, तपाईको आइडीमा यहाँ जीमेल आइडीको यसमा है। अनि क्लिक गरिसकेपछि तल आउँछ, तल आइसकेपछि म्यानेजमेन्ट योर गुगल अकाउन्ट, योलाई क्लिक गर्ने। अनि यसलाई क्लिक गरिसकेपछि यस्तो खालेको फिचर ओपन हुन्छ। यस्तो खाले फिचर ओपन भयो भने तपाईको के हो भनेपछि पर्सनल इन्फर्मेसन, यसमा क्लिक गर्ने। पर्सनल इन्फर्मेसन क्लिक गरिसकेपछि धेरै फिचर यहाँ देखाउँछ, प्रोफाइल पिक्चर, नेम, अनि इमेल, फोन नम्बर, अनि बर्थडे, अनि ल्याङ्ग्वेज, होम एड्रेस, वर्क एड्रेस, अनि ओर्डर एड्रेस, अनि गुगल पासपोर्ट लेखेको छ। जहाँ गुगल पासपोर्ट लेखेको छ त्यसमा क्लिक गर्नुपर्ने हुन्छ है त। त्यसमा क्लिक गर्नुभयो भने तपाईलाई के माग्छ, तपाईको फोन लक माग्छ। फेरि तपाईले फोन लक हाल्नु भएको छ भने कनेक्टिङ टु गर्ने, कनेक्टिङ यसरी। अनि कनेक्टिङ ओपन हुन्छ। ओपन भइसकेपछि तपाईँ फेरि यसलाई ओपन गर्नलाई आफ्नो फोनको लक, स्क्रिन लक त्यो हाल्नुपर्ने हुन्छ। त्यो हालिसकेपछि फेरि खुल्छ बल्ल। अनि खुलिसकेपछि अब यहाँ भन्छ न्यू पासपोर्ट, कन्फर्म पासपोर्ट। न्यू पासपोर्टमा पनि उही, अनि कन्फर्म पासपोर्टमा उस्तै भने हालेर तल माथि दुईटैमा उस्तो हालेर चेन्जिङ पासपोर्टमा क्लिक गरिदिनु भयो भने तपाईको पासपोर्ट बनेर आउँछ है, नयाँ पासपोर्ट बनेर आउँछ। ल यति भन्दै हजुरलाई बिदा भए हस्त है। अनि यस्तै भिडियो जानकारीमूलक पाउन चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई फलो गर्नुहोस्, ताकि आगामी आउने दिनहरूमा अझै राम्रा इन्फर्मेसन भिडियोहरू पाउनुहुनेछ।